हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु। सो आज चाहिँ मैले भ्लग अगाडिबाट रेडी भएकोहरू चाहिँ भ्लग गर्न पाइनँ किनकि हतारमा थिएँ। सो अहिले चाहिँ म साथीको घरमा छु अनि यहाँ साथी हुनुहुन्छ देखिए टिभी दाउत ए हेलो। सो हामी चाहिँ हाम्रो साथीको बर्थडे छ अनि त्यसको लागि जान लाग्यो। हामी चाहिँ ड्राई पिकनिक जस्तो गरेर खानलाई जान लाग्यो अनि हामीले केक ल्याउँछ भन्ने चाहिँ उसलाई थाहा छैन। सो हामी सरप्राइज दिन लाग्यो। सो हेर्दै गर्नु होला है त। हामी चाहिँ केक लिन आइसकेको छौँ अनि यो हाम्रो केक हाम्रो सुस्मा अनि हामी सोचिरहेको छौँ त्यो केकलाई लाने चाहिँ कसरी भनेर। भन्न कसरी लाने कि यसमा हालेर यसरी बोकौँ यसरी सगाइ जा बर्थडे गर्ल छ ओए बर्थडे गर्ल ह्यापी बर्थडे टु यु। हामी जाए झ्यानपटको अनि यो चाहिँ हाम्रो उसलाई चाहिँ कतै थाहा पाल्नु लाग्यो अनि यहाँ बच्चाहरू यी सो होइन अनि चाहिँ हामीले चाहिँ लुकाउनु पुरा कोसिस गरेको हो बट उसले अलिअलि भनक पाएको जस्तो लाग्यो। यो हाम्रो केकलाई चाहिँ हामीले ग्रेसाको बर्थडेको उस भनेर यो चाहिँ उसलाई उसको साथी अर्कै साथी छ उसले दिएको गिफ्ट भनेर तर उसले पताएको जस्तो लागेन। सो हेर्दै गरौँ अब के हुन्छ ल त। सो गाइज हामी आन्टीको पसलमा छ प्रसन्नाको मम्मी बर्थडे गर्लको मम्मी अन्त यस्तो राम्रो मान्छेको पसलमा आएर हामी आज भाग्य चम्क्यो हाम्रो आज। आन्टीले अब पानीपुरी फ्रीमा दिनुहुन्छ। ल गाइस अब हामी यहाँ छौँ होइन अब के भन्छ अब सबै सामानहरू लिएर हामी जान्छौँ अनि पछि खान्छौँ फोटो खिच्छौँ आउँछौँ त्यति हो हामी जानेको उद्देश्य खाने त हो। अनि सो सम्झिरहेको छ भएर उसको यादमा टोलाएर बस्नु भएको छ मिसेस राइनी राइनी होइन भने के हो त ए मैले राजु दाई भनेकै छैन मतलब दाई हो अनि मराए त्यसरी दाई अनि दाई र मैले एउटै कास्ट यो किन कसले हो कि यो मिठो छ भन्ने त्यो मान्छेलाई त मैले भेट्न पाएँ भए त के गर्नु छुन त सक्दैन होइन मैले खानुलाई निकालेको यसरी खाएको एउटाले माथि घोच्यो घोचेर मिठो नलागेको घोचेर अल्छी लागेको त्यो हुने छैन कि स्वाद त कस्तो ओस्टेको टाइपको हुन्छ अनि त्यो ओस्टेको होला अरू मिठो होला नि दाइ ल ल ल ल गयौँ हामी अब धेरै नहेर्नुहोस् हामीलाई बाई। मेरो तर्फबाट गिफ्ट चिप्स है ल लिइहालौँ त खै। ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर प्रसन्ना ह्यापी बर्थडे टु यु। ल लान्टी हामी गयौँ है त अब हस् बाई बाई। धेरै खायो फेरि अर्को चाहिँ खानै मन लाग्दैन भन्थ्यो हो रहेछ। यहाँ यो दुईवटा यता सुषमाजी यता प्रसन्नाजी यता प्रतीक्षाजी हामी चाहिँ ड्राई पिकनिकको लागि आएको तर हामीले तन्ना ल्याउने बिर्सियो। अब कहाँ बसेर खाने भन्ने हाम्रो अत्तो पत्तो छैन। अनि हामीले यति खानेकुरा यहाँ छ यहाँ पनि छ। ए प्रसन्ना यो के होला भन त ल के भन प्रसन्ना यो के हो भन त ल के थाहा त अब मलाई सो गाइज अनि पछि तपाईँहरूलाई त थाहा छ तपाईँहरूलाई भनिसकेको छौँ हामीले नभनिदिनु है प्रसन्नालाई। अनि यो यस्तो सल्लाहको घारीमा हामी आएको खानालाई बाँकी छ न साथीहरूको आउनु लाउँदै हो
के भगवान् भोक लागिसक्यो म सक्दिनँ नि त बस्नु ए रु यस्तरी उडाउन यस्तो उडा है यस्तो मलाई देऊ ल यो र यो उठ्यो हुन्छ जान्छ आगो बल्छ ए तिमी त्यो मात्र भ्याएर लाउला उता जान्छ के यता होला कि माथि गएर त्यो त आउँदैन छोड स्नो वाला है अनि स्लोमा बनाउनु Happy birthday to Happy birthday to you. धेरै Happy birthday dear Prasuna. सबै तिमीलाई Happy birthday to you. Happy birthday. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday dear Prasuna. Happy birthday to you. खाइसक्नु पर्छ ल यो के खाऊ म खाइदिनु तिमी आफै खाऊ ए त्यो देऊ त त्यसको ढक्कन नआउँछ सो गाइज हामीले केक काटिसक्यौँ तर केकको अनुहार चेन्ज भयो ससेज अनि यो चाहिँ हाम्रो ससेज कस्तो मिठो हुने सुषमाज्यू केक खाँदै रसुनाज्यू ससेज खाँदै म पनि ससेज खाँदै यहाँ खानेकुराहरू हाम्रो छरपष्ट छ 3 2 1 गो खाएर एकदम खाँदा खाँदा पनि सक्यो होइन कतिहरू सकिँदैन होइन खाना खाँदा पछाडिबाट निक्लिन्छ के काला त्यस्तो भयो बाई बाई अब के खाएको हेर्ने हो र हेर्ने हो भने बस्नु न जानु काम छैन हामी त चिन्नु जानु अब हेर्ने भए बसम अब नहेर्ने भए अब के भन्नु र जाने मान्छे हस्त नमस्ते ढोकिदिया हामीले खाएर सक्यो अब के गर्ने तिमी त त्यही जोडेर बस क्या तिम्रो बोय पनि छैन छैन म सिङ्गल छौ भने अब खोइ तिम्रो छैन मेरो त बुढो हो घरमा पेटमा बच्चा पनि छ जन्मिन्ला 9 महिना भयो मेरो त छैन म त बच्चैदेखि सिङ्गल हो 9 महिना भयो अरे 2 महिना भयो पेटमा बुढो गाई चाहिँ मलाई नहेर तिमी चाहिँ सिङ्गल होइन त मलाई हेर अनि यो मेरो फेन्टा यो उसको कोक त्यो उसको कोक इज लाइफ यिनीहरू दुईजना कोकको फ्यान म फेन्टाको कोक कस्तो नमिठो मलाई मन पर्दैन त्यो कस्तो ऊ जान्छ के फ्यान्टा कस्तो एक्सपेक्ट गर्नुपर्छ सबैजनालाई हेर्नु गाइस कस्तो राम्रो भ्यू छ हजुरहरू गर्लफ्रेन्ड बोयफ्रेन्ड यहाँ आउन सक्नुहुन्छ मेरो मामा घर हो त्यही भएर राम्रो भएको बुझ्यो नि यस्तो राम्रो भ्यू छ तपाईँहरू आएर यहाँ ड्राइभ पिकनिक गर्न सक्नुहुन्छ गर्लफ्रेन्ड बोयफ्रेन्ड आएर डेटिङ चाहिँ नफ्याँकिदिनु होला त्यसरी डेटिङ बस्न सक्नुहुन्छ अनि यति फोहोर छ खोइ सरकार कहाँ छ यहाँ सुनिदिनु पर्यो हाम्रो आवाज बालेन कहाँ छ बालेन निवेको बदन धेरै हुन्छ खोइ बालिन आउनु पर्यो खाएको यो उतै पर्दैन जिल्लै होइन अनि महानगरपालिका भनेपछि जिल्ला उ त्यो बागमतीमा ए जो भए पनि बालिन्छ आउनु पर्यो डोजर लगाइदिनु पर्यो होइन डोजर लाउने होइन यो सफा गर्नु पर्यो डस्टबिन राख्दिनु पर्यो डस्टबिन डस्टबिन चाहियो डस्टबिन अनि राख्नु पर्यो बोट बिरुवा फाल्नु पर्यो यसलाई काट बोट बिरुवा हेरेर काट अनि यो सफा गर्नको लागि पहिला सुरु उसलाई बोलाउनु मलाई चिन भएन यो सब सफा फोहोर गरेको उसले किनकि बर्थडे उसको हेर्नलाई मलाई बोलाउनु मलाई चाहिँ 1 लाख रुपियाँ दिनलाई अनि यो खाने भए मलाई दिनु यो खाएर मुख बिग्रिसकेको छ खै खाऊ चप्याउ न कराबे पारा न नि एक्सलाई होइन ल भनिदिहालौँ त यस्तरी हाल्नु मलाई रिग्रेट भइरहला होइन मलाई छोरा तँभन्दा कति राम्रो पाएको छु म त केही अघि भर्खर सिङ्गल छु भने तिमीले त्यो त अब म झ्यापको
झ्याप पनि फेरि कोखाएर झ्याप भएको है फेरि लेजेन्ड हो नि त अरू त मेरो कस्तो राम्रो आएको छ कि मान्छे राम्रो अनि ल त ल लगाइ जब हामी फोटो भिडियो खिच्छौँ किनकि अब यस्तो ठाउँ राम्रो ठाउँमा आएपछि हामी कन्टेन्ट त निकाल्नु पर्यो फोटो भिडियो खिच्नु पर्यो ल गएँ म त बाई बाई सरी ल गएँ ल भनिदेऊ न 3 2 1 गो गजब बेइज्जती है अब सुषमाको हाँसो पो हाँसो त लो ऊ ल बुढो सम्झिनु थाल्यो उसले फेरि अब सो गाइज हामी चिप्लेटी खेलेर हम खेल्दै गए अब चाहिँ हामी सायद जान्छौँ होला किनकि हामीले फोटो भिडियो खिच्ने उद्देश्य थियो त्यही गऱ्यौँ अनि खाँदा नि खायौँ अनि पछि अब सायद सक्यो अब हामी चाहिँ एउटा दुईवटा भिडियो अब टिकटक बनाएर जान्छौँ होला अनि यिनीहरू चाहिँ यहाँ छन् सब फोहोर गरेर बसिरहन् ओ टोइलेट छ भने होइन ल गाइज अब गएको ल अब गयौँ हामी अब जान्छौँ होइन अनि पछि के भन्छौँ सो गाइज ब्रेकिङ न्युज उसको चाहिँ पेटमा बच्चा लात हानेको छ मेरो हान्छ पछि घर गएर गयो भाइ त यो चाहिँ यस्तो छ क्या अनि पछि हामी यसरी चिप्लिन्छ यी हेर्नुहोस् अब अरूले ब्याग ल्याउँदैन ल्याउने भने मैले हो त्यही पनि अब मैले के बोल्यो खान्छ त्यही भएर चुरोट पनि अम गरेर खाँदो रहेछ यो यस्तो होइन धुवा चाहिँ के भित्र फोक्सोमै लगाएर राखेको कि ल जाउँ त तिमी चिप्लिन्छौ कि चिप्लिन्नु गयो गयो सो अब म जाँदैछु तिमी जाने होइन के गरे हो त्यहाँ लुकी लुकी पानी लिएर आऊ चाहिन्छ आहा अब हेर्नुहोस् यहाँ यत्रो बोट यत्रो हिल भएको ल ल त ल खोल्यो कोही हामीले कस्तो राम्रो आएको यताबाट जाउँ त हामीले छु त अनि सो हामी गाडीबाट झरी पनि सक्यौँ अर्को साथी गइ पनि सक्यो त्यसपछि जता पनि बिहान र बेलुका त घर जानु परिहाल्यो है म त घर जानु मन लाग्यो कहाँ जाने भन त म तिमीलाई लैजान्छु भन त तिमीले लानै सक्दैन घर जानु लाग्यो बाई 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 अर्कै भन्नु हो ह्याप्पी दसैँ भन्नु ह्याप्पी दसैँ अनि त्यसपछि अहिले के भएर के नि भइरहेको गाइस म चाहिँ घर आइसकेको छु घर चाहिँ म अघि नै आएको आउनु त कति 6 बजीतिर घर आइपुगेको थिएँ अनि पछि एकैछिन सुतेँ अनि उठेर खानासाना खाएर भाँडासाँडा माझेर काम सकेर म चाहिँ अब भ्लग एडिट गर्न लाग्यो मेरो भ्लग चाहिँ अब भोलि बेलुका 6 बजे आउँछ साथसाथै भिडियोलाई हेरेर लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला अब छिट्टै अर्को नयाँ भ्लगमा भेटौँला है त बाई।